सो अहिले हामी लोकेसनतर्फ जाँदाखेरि चाहिँ हामी अहिले 24 कोटीमा छौँ भने त्यसको थोरै अगाडिपट्टि हामी बढ्यौँ भने चाहिँ हामीले देख्न सक्छौँ सिएमसी हस्पिटल। जुन सिएमसी हस्पिटल हाम्रो चल्दो सिएमसी हस्पिटल, त्यसबाट थोरै अगाडि गयो भने चाहिँ हामीले क्याम्पस गेट देख्न सक्छौँ भने चाहिँ क्याम्पस गेटको ट्याक्कै हामीले साइडमा देख्न सक्छौँ सिजी ल्यान्डमार्क। सो यसको थोरै अगाडि हामीले बढिरह्यो भने चाहिँ हामीले थोरै भरतपुर ओह्रालो भरतपुर हाइट भनेर देख्ने हामीले चाहिँ भाटबाटी नि। त्यसबाट थोरै अगाडि सर हामी अगाडि बढ्यौँ भने चाहिँ हामीले देख्न सक्छौँ हामीले लाइन चोक, र लाइन चोकको ट्याक्कै हामीले साइडमा देख्न सक्छौँ एनआइसी बिल्डिङ। त्यसको ट्याक्कै साइडमा येल्लो कलरको बिल्डिङ हामीले इजी मोबाइल हाउस भने चाहिँ हामीले थोरै सर अगाडि बढ्यो हामी अर्को ब्रान्चतर्फ जान्छौँ भन्दाखेरि चाहिँ हामीले थोरै अगाडि बढ्यो भने चाहिँ शहीद चोक देख्न सक्छौँ। जुन शहीद चोकबाट हामी नछोडी हामी सिधै जानुपर्ने हुन्छ। शहीद चोकबाट एराउन्ड 200-250 300 एराउन्ड मिटर अगाडि चाहिँ थोरै अगाडि हामीले देख्न सक्छौँ पुल चोक। सो पुल चोकको यो बिल्डिङ चाहिँ सम्झनु होला, पुल चोकको ट्याक्क त्यो बिल्डिङको अपोजिट साइडमा हामीले इजी मोबाइल हाउसको बिल्डिङ देख्न सक्छौँ। धन्यवाद। स्टे ट्युन।